ल गाइजहरूलाई सबैजनालाई स्वागत छ। आज चाहिँ मेरो फर्स्ट ब्लग हो यो चाहिँ होइन। हामी चाहिँ आज हाम्रो यात्रा भनेको चाहिँ 4 अलिदेखि अन्तसम्मको हुनेछ र यो मेरो पहिलो ब्लग हुनेछ। सबैजनाले माया गरिदिनु होला, सब्सक्राइब गरिदिनु होला, लाइक गरिदिनु होला होइन। अब हामी चाहिँ माथि टक्क अलिक माथि पुगेपछि चिसो वातावरणमा राम्रो ठाउँ सहित तपाईँहरूसँग फेरि भेट्नेछु। धन्यवाद। कहाँ आइपुग्यौँ त कुरा हामी? भाइरल बोल चाहिँ त हामी फुलेको छ। ल गाइजहरू हामी चाहिँ यहाँ भाइरल रुख आएको छौँ यो बर्नेको होइन। यहाँनिरको मान्छेको भिड चाहिँ हेरौँ। आज शनिबारको दिन यस्तो छ होइन, साह्रै रमाइलो छ। यस्तो भिड छ, साह्रै रमाइलो छ। यता को घुम्दैछन्, यता भ्लग भइरहेको छ हाम्रो चाहिँ होइन। यस्तै छ है त। ल साथीहरू हामी चाहिँ टक्क लाएर यो कहाँ कुन ठाउँ साथी? यो हाम्रो कोलबुङ भन्छ। कोलबुङ हुन्छ कोलबुङ अरे हो। मलाई सुने दिन ठाउँ चाहिँ राम्रो छ साथीहरू, हेर्नु होला कस्तो दामी चाहिँ भ्यू छ। अघिसम्म भर्खर चढ्दैछु होइन, अघिसम्म कस्तो गर्मी थियो, अहिले चाहिँ लास्टै आनन्द लागिरहेको छ। एकदम राम्रो छ भ्यू, दामी छ। निक्ता चाहिँ यता हुनुहुन्छ, हाँस्दै हुनुहुन्छ बसेर। बाइक जाँदैछ होइन, यताबाट बाइकहरू आउँदैछ। राम्रो छ भ्यू चाहिँ हाम्रो, यस्तै छ होइन। अनि तपाईँलाई के कस्तो भइरहेको त आज यात्रा? एकदम रमाइलो रमाइलो होइन, केही छैन, आनन्द छ। आनन्दमय छ एकदम। अब हातमा गएर घुम्दै घुम्दै तपाईँलाई यहाँको बाटो होइन दामी छ। ल यस्तै छ। अब फेरि अलि माथि पुगेपछि भेटौँ है साथीहरू। भ्लगरमा आउँदैन कि पहिलोचोटि हो। अब यसो मिलाएर बुझेर हेरिदिनु होला, सपोर्ट गर्छु। ल हेर्नुहोस् है साथीहरू, अघिसम्म कस्तो चाहिँ गर्मी थियो होइन, झापामा हुँदैछ होइन केटा। अहिलेको मौसम चाहिँ कस्तो छ? ल एउटा दामी छ होइन। अब दुष्यन्तले चाहिँ मेरो एउटा के अरे सिनेमेटिक भिडियो खिचिन्छ, हेर्नु होला ल। यस्तो छ मौसम चाहिँ यहाँ, राम्रो छ। हरू हुनुहुन्छ यता, गाडी जाँदैछ, यस्तै छ। हुस्से लागेर त अघिसम्म दामी थियो, अहिले दामी छ। केटाहरू हेर्दै मलाई ल गाइजहरू हामी चाहिँ फाइनली इलाम हो कि के अरे कन्यमको डाँडामा आइपुगेको छौँ होइन। यहाँको मौसम भनेको चाहिँ खोइ सडे त। यहाँको मौसम भनेको चाहिँ एकदम सुहाना, कस्तो दामी खालको मौसम छ होइन। यता हेर्न सक्नुहुन्छ कस्तो दामीहरू छ। यता कहाँ जानु हो गुरुजी हो? उहाँ अब यस्तो घाम लागेको छ, मौसम राम्रो छ, मान्छेहरूको आज घुमघाम धेरै रमाइलो छ। किनकि आज शनिबार हो नि त होइन। शनिबारको दिन चाहिँ मान्छेको ताती हुन्छ कन्यममा चाहिँ घुम्ने। यस्तै छ। कोही अब आफ्नो प्रेमिका प्रेमीहरूसँग आएका हुन्छन् होइन। कोही भनेको साथीहरू चाहिँ आएका हुन्छ नि, हामी दुईजना जस्तो होइन। हामी दुईजना बुङ्गा हिँडेको छौँ। अब अन्तसम्मको यात्रा छ, हेर्दै गर्नु होला। यस्तो छ दृश्य, दामी छ है। ल भ्यू चाहिँ त हेर्नु है। ल ओर 360 देखाइदिएको मैले। ल धन्यवाद। ल गाइजहरू फाइनली हामी चाहिँ टक्क लाएर अन्तु जाने बाटोमा छौँ होइन। यस्तो छ दृश्य चाहिँ, यस्तो रमाइलो छ, राम्रै छ होइन। हामी चाहिँ अब पुग्न आँट्यौँ। पुग्न त के आँट्यौँ भन्नु, कहाँ अरे तल खोला पुग्न आँट्यौँ होइन केटा। खोलातिर पुग्न आँट्यौँ। अब खोलासम्म ओह्रालो, त्यस पछाडि उकालो। यस्तै छ। ल स्टे ट्युन है। ल फाइनली गाइज हामी चाहिँ अन्तु आइपुगेको छौँ होइन। अन्तुमा ठ्याक्क टेक्यो होइन, भइसकेको छौँ गाइज हामी चाहिँ। अनि हामी चाहिँ छक्क यहाँनिर अब घोडासँग बस्नु घोडा चाहिँ कति तलमा चढेको कति दिनुहुन्छ हौ? घोडा बोल्दैन घोडा चाहिँ होइन। यस्तै छ। अब घोडा नबोलेर के गर्नु। अन्तुमा रमाइलो छ। हामी फाइनली अन्तुमा आइसकेको छौँ होइन। अब के छ अनि यहाँको दृश्य स्थिति, साह्रै राम्रो छ। होटलहरूको रेट के कस्तो छ? होटलहरूको रेट ठिकै छ, राम्रै छ। तपाईँहरू कपाल आउन चाहनुहुन्छ भने 2000देखि 5000सम्मको रुमहरू एभाइलेबल छ यहाँनिर चाहिँ होइन। त्यस्तै छ। अरू को आउनुहुन्छ साथीहरूसँग आउँदाखेरि पनि राम्रो हुन्छ। त्यस्तो हुन्छ बुझ्नुमा। ल ठिक छ। ल फाइनल्ली हामी चाहिँ आज तपाईँलाई यस्तो राम्रो दृश्य देखाउँदै आँटेको छु। अब हजुरहरूलाई म त्यो हेर्नु होला। यस्तो दामी भ्यू छ होइन।
पक्रिनुहोस् तपाईँ यहाँनिर म भ्यू देखाउन आँट्दैछु क्या दामी भ्यू चाहिँ म तपाईँहरूलाई देखाइदिन्छु हेर्नु 3, 2, 1 ट्याडा ओके ओके ल लगाइज दामी अन्तको भ्यूको साथमा फाइनली हामी चाहिँ यहाँ समुद्र गुरु हामी यता पानी ट्याङ्की अन्तमा छौँ हामी चाहिँ हामी पानी ट्याङ्कीमा होइन। पानीको ल हामी चाहिँ आज अन्तको राम्रो दृश्य हेर्दैछौँ यो अङ्कलले यहाँ खेल्दै हुनुहुन्छ हेर्नु होला कस्तो दर्शकहरू हाँसिरहनु भएको छ यस्तै छ अन्तको चाहिँ हालत अहिले 2 सेन्ची तपाईँ पनि खेल्ने यस्तो मेरो नेक्स्ट 2 सेन्चीको पालो छ त्यो पनि देखाउँछु ल म तपाईँहरूलाई ल फाइनली गाइज हामी चाहिँ अन्तुबाट तल खसिसक्यौँ अब अन्तुबाट सर तल खसेर फेरि त्यहाँदेखि सर माथि चढेर हामी चाहिँ टक्क लाएर कन्याम पुग्छौँ कन्याम पुगेपछि टक्क लाएर हामी चाहिँ त्यहाँनिर खाजासाजा खान्छौँ भोक लागिरहेछ होइन भात खान्छौँ त्यस पछाडि चाहिँ हामी फोटोसोटो खिच्छौँ 1-2वटा सिनेमेटिक सर्टहरू लिन्छौँ भिडियो सिडियो गर्छौँ अनि त्यस पछाडि घर चलिदिन्छौँ है त ल अब कन्याम पुगेपछि भेटौँ छ साथीहरू बाई बाई फाइनली हामी चाहिँ डेस्टिनी हाम्रो इलाम कन्याम आइसकेको छौँ कन्याम टक्क लाएर आइसकेको छु अनि तपाईँहरूलाई म एउटा भ्यू देखाउन आँटेको छु दामी वाउ भन्नुहुन्छ हेर्नुहोस् है जीवरा प्रधार व्यधारा उच्छला बिजुल खोइ के थियो बिर्सेँ कि तर भ्यू चाहिँ हेर्नु न कस्तो छ भ्यू वा 360 ल दामी छ नि होइन ल कन्यामा आयौँ अब हामी घुम्छौँ एकछिन दामी दामी फोटो खिच्छौँ घुम्छौँ भिडियो गर्छौँ रमाइलो गर्छौँ अनि घरतिर गर्छौँ ल